नमस्ते, म डाक्टर जागेश्वर गौतम। आज हामी कहाँ चाहिँ पेसेन्ट आउनु भएको छ। उहाँ चाहिँ पोखराबाट आउनु भएको छ। उहाँ 29 इयर्सको फिमेल हो। बिहे गरेको 2.5 वर्ष भएको छ र उहाँको बच्चा भएको छैन। हिस्टेरो साल्पिङ्गोग्राम गर्दाखेरि उहाँको दुवैतिर ट्युबल ब्लक आएको छ। त्यसो भएर हामीले उहाँलाई चाहिँ डायग्नोस्टिक हिस्टोस्कोपी एन्ड ल्याप्रोस्कोपी टेस्ट गर्न चाहिँ प्लान गरेको छौँ र इन्फर्टिलिटीको पेसेन्टको लागि चाहिँ नली खुला छ कि छैन भनेर दुईटा टेस्ट गरिन्छ। सलाइन सोनो हिस्टेरोग्राफी एसएसजी भन्छौँ हामी र अर्को चाहिँ हिस्टेरो साल्पिङ्गोग्राफी जुन चाहिँ एक्सरेको सहायताले गरिन्छ। र यी दुईटा टेस्ट गर्दाखेरि नली ब्लक आयो, कम्तीमा पनि एउटा पनि नली खुला आएन भने त्यस्तो अवस्थामा चाहिँ डायग्नोस्टिक ल्याप्रोस्कोपी हिस्टेरोस्कोपी गर्नुपर्ने हुन्छ। यो चाहिँ इन्फर्टिलिटी म्यानेजमेन्टको लागि चाहिँ गोल्ड स्ट्यान्डर्ड हो। ल्याप्रोस्कोपी गर्दाखेरि धेरै कुराहरू थाहा हुन्छ। एडेसन छ भने रिलिज गर्न सकिन्छ, ओभेरियन ड्रिलिङ गर्न सकिन्छ, डाई टेस्ट गरेर हेर्न सकिन्छ। हिस्टेरोस्कोपी गर्दाखेरि चाहिँ पाठेघरभित्र पोलिप छ भने पोलिप देख्न सकिन्छ, एडेसन छ भने रिलिज गर्न सकिन्छ, ओस्टियाहरू ठिक छ कि छैन त्यो पनि हेर्न सकिन्छ। यसरी चाहिँ इन्फर्टिलिटीको म्यानेजमेन्ट गर्न सकिन्छ। हस्, धन्यवाद।